Yo guys, welcome back to my channel Smith Man Gurung र आयो हजुरहरु सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु र आज चाहिँ म के कुराहरु भन्न गइरहेको छु है त फर्स्ट अफ अल त मेरो दाइले सबभन्दा हैन फर्स्ट अफ अल त हैन यो गोब्रो दिनु भएको दाइलाई धन्यवाद फेरि पनि यसरी नै है माया सपोर्ट गर्दै मलाई है केही सामानहरु पठाइदिनु भएको छ है यो I will sell Gurung Mobile यस्तो डिब्बामा एउटा सामान केही पठाइदिएको भएको छ है पठाइदिनु भएको रहेछ भनौं न अब अस्ति मंसिर 2 गते बिहान पठाएको थियो अनि अहिले 2 गते बिहान पठाएको थियो त्यसपछि मैले त्यो बेला चाहिँ देखाउन पाएन हैन आज मंसिर कति गते है त्यही नै यसरी नै मेरो दाइले माया सपोर्ट गरिदिनु भा है त्यही नै हो अनि यो टेन्सन हुन्छ मैले पहिला भिडियो बनाउने मोबाइल यो हो मैले भिडियो बनाउने मोबाइल पहिलाको र टेन्सन हुन्छ यो मोबाइल यस्तो रहेको छ र मैले यो मोबाइलबाट नबनाइकन अब हाम्रो सन्तोष दाइले दिएको हैन गिफ्ट मतलब यता उताबाट पठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद है त थ्यांक यू फर दिस सपोर्टिङ माय योर ब्रदर अनि दाइले के पठाइदिनु भएको है त हेरमै त गाइज भिडियो अलिकति लामो बनाऊ हैन किन भन्दाखेरि छोटो भयो भने अलिकति छिटै सकिन्छ है र बोल्दै जाम अनि त्यो अलिकति लामो पनि बनाऊ हैन त्यही नै हो र फर्स्ट अफ अल सरी हेरिहालौँ हैन नि त के पठाइदिनु भएको रहेछ है फर्स्ट अफ अल त मोबाइल निकालौँ है त मोबाइल टेन्सन हुन्छ मंसिर 2 गते पठाइदिनु भएको थियो तर मैले भिडियो बनाउन पाएन हैन त्यही भएर आज चाहिँ भिडियो बनाउन पाएर ल आज यसरी देखाउन पाएको हो त गाइज अनि 4:42 भइसकेको छ अपलोडिङ यहाँ है क्लियर है मेरा सरी र गाइज भिडियो अलिकति लामो बनाउनु पर्ने हुन्छ है किन भन्दाखेरि यस्तो सपोर्ट गरिदिनु भएको छ मेरो दाइले अनि हजुरहरुले पनि यसरी नै सपोर्ट गर्दै जानु अनि अलिकति बबाल धमाका हुन्छ र हैन एक दिन धमाका मजा दिन्छु के मैले त्यही नै गाइज र यति टेन्सन हुन्छ फेरि यो सीन हो त सीन पढ्नु होला कुन सीन हो midnight GENTLE gentleman रे मेन परफ्यूम केटाहरु भयो त यो त परफ्यूम र सामानहरु के पठाइदिनु भएको छ यो चार्जर टेन्सन हुन्छ यो त चार्जर और फुर्जा हेरे बिचारा हेरे यस्तो माया गरेर पठाइदिनु भएको छ मेरो दाइले यो टेन्सन हुन्छ त्यहाँ यो गाइज हेलमेटमा लगाउने क्या हेलमेटमा लगाएर त्यसो बनाउने मलाई त यति भिडियो बनाउनको लागि गोब्रो अड्केर यो भयो यो इत्यादि यो भएछ यो सो पठाइदिनु भएको छ है त्यहाँदेखि धेरै धेरै धन्यवाद मेरो दाइ सन्तोष गुरुङ दाइलाई यसरी नै माया गर्दै जानु अनि र मेरो युट्युब च्यानलमा हुनुभएका सम्पूर्ण साथीहरू मित्रहरू तथा मेरो दाइ तथा दिदी बहिनीहरूलाई के भन्छु भने हजुरको एउटा शेयरले
केही मतलब मेरो एउटा सब्सक्राइब त बढ्छ नि होइन। यो सब्सक्राइब गर्नको लागि अथवा मेरो सब्सक्राइब बढाउनको लागि हजुरहरूको पनि यत्तिकै भूमिका रहेको हुन्छ र त्यसरी हजुरहरू पनि सहयोग गर्दै जानु होला, सपोर्ट गर्दै जानु होला। यसरी नै हाम्रो सन्तोष दाइले त्यसरी हजुरहरूले पनि यही सपोर्ट गरिदिनु भयो भने होइन यसरी नै मोबाइल आउनेछ। यो मोबाइलको नाम रहेको छ आइफोन XS Max रहेको छ है त। डिटेलमा गएर देखाइदिन्छु है त, मैले डिटेलमा गएर सुन्ने सक्नुहुन्छ सामानहरू। यसरी सेटिङमा छिरौँ है, सेटिङमा छिरेर जानुभएपछि आउट गर्दा अनि यहाँ देख्न सक्नुहुन्छ आइफोन XS Max लेखेको छ है। यदि धमिलो आउनु सक्छ देख्न सक्नुहुन्छ आइफोन XX Max लेख्यो भने होइन गाइज, त्यही भएर गाइज सक्नुहुन्छ। यति नै यसरी नै भ्लग बनाउँदैछु मैले। अहिले गोब्रोबाट बनाएको हो, गोब्रो होइन। त्यही नै गाइज अहिले म किचनतिर छु है, किचनतिर सक्नुहुन्छ किचन। र मैले भिडियो बनाउने मोबाइल त पहिलाको त्यो युआई त अहिले पनि देखाउनु त है। युआई त गाइज मैले पहिला बनाएको भिडियो है। 4:27 बजिसकेको छ। आजको भ्लग यति नै है। छोटो मिठो के कस्तो लाग्यो होइन। थ्याङ्क यू फर माई ब्रदर ठुलो दाइलाई अथवा सन्तोष दाइलाई होइन, धेरै धेरै माया सम्झना। दाइले पोखराबाट पठाइदिनु भएको है त यो सामानहरू पुरै। यसरी गाइज हजुरहरूले माया सपोर्ट देखाउँदै जानु है। र अनिको हजुरहरूको माया सपोर्टले म अलिकति अगाडि बढ्न सकिन्छ होइन। त्यही नै हो, किप सपोर्टिङ मी। हजुर अलिकति सपोर्टले पनि म होइन केही त केही होइन अलिकति उस्तो हुन्छ नि होइन। त्यही नै हो। आजको ब्लग यतिमै समाप्त गर्न चाहे दिनुभयो, त्यति नै आएर गाइज आजको ब्लग। थ्याङ्क यू फर वाचिङ, बाई बाई गाइज। भोलितिर यस्तै अर्को भिडियोमा उपस्थित हुनेछ है त हामी त्यही गाइज। त्यो बेलासम्म हेर्दै गर्नु होला है त। थ्याङ्क यू फर वाचिङ।